हेलो साथीहरू, नमस्ते। आज चाहिँ म आलु र दहीको सब्जी बनाउँदै छु। मैले चाहिँ अलरेडी यो आलुलाई चाहिँ उसिनेर राखिसकेको थिएँ कि, अनि त्यही भएर उसिनेको आलुलाई चाहिँ एकचोटि फ्राई गर्नुपर्छ है। फ्राई गरेपछि थोरै बेसार पनि लगाउनुपर्छ। अनि बेसार लगाइसकेपछि चाहिँ यतिको भइसकेपछि निकाल्ने यसलाई फ्राई गरेकोलाई। अनि मैले चाहिँ यसकै माथि चाहिँ जो जिराको दाना हुन्छ नि हो त्यो पनि राख्दिएँ। अनि यो जो बटर मेसिन छ यसमा चाहिँ मैले सबै काटेर राखिसकेको थिएँ क्या, प्याज टमाटरहरू। अनि तेल लगाएको छु मैले। अनि यो मसला चाहिँ मैले सबै मसला चाहिँ पिनेर राखिसकेको थिएँ मिक्सरमा, अनि त्यही अहिले हालिरहेको छु। नुन सुन सबै यसमै छ। थोरै छोप्दै पकाउँदै गर्ने। अनि त्यसपछि टमाटर राख्ने। अनि टमाटर पनि मजाले पाकिसकेपछि चाहिँ अनि त्यो अघि फ्राई गरेको आलु हाल्ने। मजाले चलाउने। चलाएर फेरि 2-3 मिनट छोप्दै गर्दै अनि लास्टमा चाहिँ यो फिटेको दही हाल्ने कि। त्यसपछि रेडी भयो हाम्रो दही र आलुको सब्जी। अन्डा भन्दा मिठो हुन्छ साथीहरू, यो एकबार बनाउनुहोस् ल।